त्यस्तै हजुर सम्पूर्णमा हाम्रो CNCBG को तर्फबाट धेरै धन्यवाद लगायत साथै अनि यो वर्षले नयाँ वर्षले नयाँ जोस जागरहरू बढ्दै जाउँ। स्वास्थ्य अनि तपाईहरुले चाहेको के चाहनुहुन्छ त्यो सबै चाहिँ के रे पूरा हुन् र हाम्रो CNCBG जुन माग छ त्यो पनि चाँडै पूरा हुन् र त्यो पूरा गराउनलाई हजुरको पनि ठुलो हात छ भन्दै म अब हाम्रो गायिका सुश्री पवित्र नाम पनि कति राम्रो छ है पवित्र होली है पवित्र गुरुङलाई अगाडि बोलाउँछु ल नानी थ्याङ्क यू सो मच दाइ सम्पूर्णमा नमस्कार अनि छ्याजलो आजको CNCBG द्वारा आयोजना भइराखेको वार्षिक साधारण सभा कार्यक्रमका सभापति यसै संस्थाका आदरणीय मामा थर्कबहादुर राणाज्यू र विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू प्रमुख अतिथिज्यूहरू विशेष अतिथिज्यूहरू र यसै संस्थाका सम्पूर्ण कार्य समितिज्यूहरू आजको यस कार्यक्रममा पाल्नुभएका मेरा सम्पूर्ण आमा बुवा मामा माइजू काका काकीहरूमा चाहिँ म पवित्र गुरुङको तर्फबाट नमस्कार अनि छ्याजलो झोल्डे टाँसीदेवी त्यस पछाडि सेवा र यहाँ धेरैजना देखेँ मैले है सबैजनालाई मेरो नमस्कार र सर्वप्रथम त मलाई आजको यस कार्यक्रममा चाहिँ सम्झिदिनु भएकोमा हाम्रो CNCBG परिवारप्रति म एकदमै धेरै आभार व्यक्त गर्न चाहन्छु र हाम्रो आदरणीय मामा यहीँ उभिराख्नु भएको छ मोहन गुरुङ मामा हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो गोर्खा मिडियाका प्रबन्धक मिलन तमुदाई अहिले यहाँ हुनुहुन्न दाइलाई पनि सम्झिन चाहे र म चाहिँ थोरै परिचय दिन चाहन्छु। मेरो नाम पवित्र गुरुङ, मेरो घर चाहिँ नुवाकोट जिल्ला, हाल चाहिँ काठमाडौँमा बस्छु र अहिले चाहिँ ग्रेटर स्मल नेपाली कम्युनिटीले गर्नुभएको अस्ति नयाँ वर्षको कार्यक्रमको लागि म नेपालबाट बेलायत आएकी थिएँ र आज यसरी हजुरहरूसँग यसरी सँगै म प्रोग्राम गर्न लागिरहेको छु। एकदमै धेरै एक्साइटेड छु, एकदमै धेरै खुसी लागिरहेको छ र एउटा कुरा भन्न चाहेँ, हाम्रो यता 84 वर्षको बाबाले यस्तो राम्रो गीत गाउनुभयो। म चाहिँ एउटा गायिका भएको नाताले कलाकार भएको नाताले अलिकति भावनामा बढी बग्छु, एकदम इमोसनल भयो। म त आँसु थाम्नै सकिनँ। उहाँले जहाँ छन् बुद्धका आँखा भन्ने गीत गाउनु हुँदाखेरि त मेरो आँखाबाट आँसु आयो, यस्तो गाह्रो भयो कन्ट्रोल गर्दा गर्दै नि। बाबा खोइ कता जानुभयो, बाबाबाट म आशीर्वाद दिन चाहन्छु। एकदमै धेरै एकदमै इन्सपायर भयो उहाँबाट र अझ विशेष गरी चाहिँ मैले त्यो गीत उहाँले गुनगुनाउँदाखेरि मैले के फिल गरेँ भने हामी नेपालीहरू चाहिँ रहर अथवा बाध्यताले गर्दाखेरि आफ्नो देश छाडेर विदेशमा बस्नु परेको छ होइन। तर हजुरहरू यहाँ सबैजना खुसी त हुनुहुन्छ, तर आफू जन्मेको देश आफ्नो जन्मभूमिको के याद आउँदैन होला र आउँछ नि होइन, माया लाग्दैन होला र लाग्छ नि। म अहिले एउटा 2 दिनको लागि यहाँ बेलायतमा आउँदाखेरि त कस्तो यो गीत सुन्दाखेरि नेपाल सम्झेर कति धेरै इमोसनल भएँ। हजुरहरूको जिन्दगी नै यहीँ बिताउँदै हुनुहुन्छ, अवश्य पनि आफू जन्मेको गाउँ घर आफ्नो साथीभाइ आफन्त आफ्नो गाउँठाउँको एकदमै धेरै याद आउँछ होला। मैले हजुरहरूको ठाउँमा बसेर अघि फिल गरेँ क्या। यताको लाइफ नराम्रो होइन, राम्रो छ, एकदम हाँसी खुसी लाइफ बिताइराख्नु भएको छ, तर पनि पक्का नेपालको पनि एकदम धेरै याद आउँछ हजुरहरूलाई। अनि मैले हजुरहरूको ठाउँमा बसेर आफूलाई फिल गरेँ कि, अनि कस्तो धेरै इमोसनल भयो, एकदम गाह्रो भयो र भन्दै बाबाबाट म इन्सपायर भएको भएर आदरणीय स्वर्गीय गायक भक्तराज आचार्यज्यूको जहाँ छन् बुद्धका आँखा भन्ने गीत, मलाई त्यो गीत थोरै भए गुनगुनाउन मन लाग्यो। यो गीत चाहिँ हजुरहरूको लागि म त्यही गीतबाट सुरुवात गर्छु। हुन्छ कि हुँदैन? हुन्छ है हजुर, थ्याङ्क यू।